हेलो गाइस, तपाईहरुलाई स्वागत छ फेरि पनि मेरो ब्लगमा। मेरो नाम सन्देश भाटोकी मगर, तपाईहरु हेर्दै हुनुहुन्छ सन्देश एमजीआर ब्लग। र अहिले हामी कलेज गएर अहिले घर जाँदै छौं। हेर्न सक्नुहुन्छ यहाँ सिमसिमे पानी परिरहेको, त्यही भएर हामी दुईजना यहाँ छाता ओढेर हिँड्दै छौं बाटोमा। घरतिर जान लागेको। अब के भन्छ भन तिमीले? मैले च्यानल लाइक गरिदिनु होला। ल गाइजहरु अब घर जान लाग्यो। अब फेरि एकछिनमा भेटौँला। गाइजहरु यहाँ साथीको घर आइसक्यो, साथीहरु घर जान्छन्। ल है त भाइ, खै त बाई गर नि त। बाई। ल गाइजहरु अब म पनि अब घरतिर लागे। हेर्न सक्नुहुन्छ अझै पनि पानी बिदो भएकै छैन। यसो पनि सिमसिम पानी परिरहेको। र गाइजहरु अब घरमा गएर भेटौँ। अब बाटोमा के देखाउने र? गाइजहरु म घर आइसकेँ। अब फेरि अब टेक्निकल स्कुल जानको लागि फेरि अब कपडा चेन्ज गरेर फेरि यस्तो सर्ट लगाएको छु। त्यसपछि अब भात सात खाएर टेक्निकल स्कुल जाने हो। ल गाइजहरु हेर्न सक्नुहुन्छ यहाँ मम्मीले यहाँ भात पस्काएर राख्नु भइसकेको छ। मेरो फेभरेट हो यो पिडालुको सब्जी। कसको फेभरेट हो भनिदिनु होला, कसको पनि फेभरेट हो भनिदिनु होला गाइजहरु। अब मम्मीले खाना थालिसक्नु भयो, अब म पनि खाने छु। अब हेर्नु होला लास्टसम्म आजको ब्लग। तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट लाइक सब्स्क्राइब गरिदिनु होला। जो नयाँ हुनुहुन्छ, जसले मलाई सब्स्क्राइब गरे हैन तिनीहरूले सब्स्क्राइब गर्नु होला र हेर्नु होला लास्टसम्म। अब फेरि भेटौँ अहिले पछि। ल गाइजहरु म आइसकेँ यहाँ त्यो टेक्निकल स्कुलमा। यहाँ नयाँ स्टुडेन्ट हुनुभयो नि, यहाँ पुरानो सक्नुहुन्छ। त्यहाँ सर पनि हुनुहुन्छ, यहाँ लेखाइसक्नु भयो। अब यो लेख्छु अब म। अब गाइजहरु यहाँ सिसिले यहाँ सर्च गरेर यहाँ स्मार्ट टिभीमा फोनको प्राइस हेरिरहनु हेर्न सक्नुहुन्छ। रेड म्याजिकको नेपालमा पाइन्न होला यो? नेपालमा पाइन्न, तर एक्सपेक्टेड हेर्छु चाइनिज करेन्सीको नेपालीमा कन्भर्ट गरेर हो। 7,699 फेरि 99 फेरि नेपालमा कति हुँदैछ? 1,83,000। धेरै गेमरले खोजेको जस्तो यार। यो आइफोनै राम्रो हो। त्यो त गेमरले खोजेको नि त। आइफोन 17 जित्यो भने गेम खेल्नलाई त भयो नि त बब्बा। गेम ब्याट्री पनि 8,000 छ के। यो भन्दा झन् यो खेल्नलाई बब्बाल हुन्छ नि त। अनि के हो यो पनि गेमिङ हो रे? ग्यालेक्सीको ट्याब हो के हुन्छ बब्बाल हुन्छ। भइहाल्छ नि बब्बाल। S10 S21 प्रो हो रे, प्रो प्लस 1 लाख। यो मोबाइल हो के मोबाइल हो। के हो त डाउन दियो? यसको त एजको पनि अलिक महँगो छ। अरू लगाएर जस्तो न हेर्नै मिल्दैन। आउँदैन हेर्नै मिल्दैन क्या पासपोर्ट। क्रोममा गएर के गर्नु? क्रोम भने सेटिङ होला नि, यहाँ होला नि, यहाँ नेटवर्क सेटिङमा जाँदै पर्छ। ए त्यस्तो गर्न मिल्छ? पहिली बार देखेँ मैले। सेटिङ हो नेटवर्क 20 PC का डबल ट्याप गर्नु।
डबल ट्याप अनि कहाँ हो त्यसो थाहा PC हो त कम्प्युटर ओपन सेटिङ हो गाइज यहाँ पासपोर्ट हेर्न खोज्दैछौँ हामी कसरी देखिन्छ पासपोर्ट देखिन नगर द्याट डेटा युज के रहेछ यसो अभाइलेबल हो कि रुखन युट्युबमा हेरौँ न पहिला युट्युबमा गएर हेरौँ पहिला हाउ टु यस्तो भनेर यसो पासपोर्ट युट्युबमा सर्च गर न युट्युबले त बताउँछ यार फुल स्क्रिन गर्न फुल स्क्रिन के यहाँ चाहिँ फुल स्क्रिन ए यार के गर्छ गर अब म गर्छु त्यसलाई जङ्गे गर्छु मान्छे होला बोतल पानी गाईहरू अहिले बल्ल पानी बिसाउन थालेको छ हेर्न सक्नुहुन्छ पुरा कालो बादल हो र यहाँ फोन चलाउँदै हन् के हेऱ्यो फोनमा गेम खेल्दै गेम हो न कुन गेम हो यहाँ देखिएन कालो देख्दैन स्क्रिन ल गाईहरू फेरि भेटौँ ल गाईहरू फेरि अर्को सर आउनुभयो र अनि फेरि पढाउन थाल्नुभयो हेर्न सक्नुहुन्छ यहाँ साथीहरू छन् फेरि अनि अरू साथीहरू पनि छन् ल गाईहरू हाम्रो छुट्टी भइसकेको छ ल अब हामी घर जान लाग्दैछौँ झोला बोकेर हेर्न सक्नुहुन्छ ल हामी यहाँ टोयलेट गएर आएको यहाँ यो क्लास हाम्रो यो अनि हेर्न सक्नुहुन्छ बल्ल पानी बिदो भएको छ बल्ल खुल्ला भएको छ यहाँ त्यही पनि घाम त लागेन बादल लागेको छ अब हामी घरतिर लाग्छौँ गाइजहरू हेर्नु होला लास्टसम्म यहाँसम्म हेर्दैकोमा पनि धन्यवाद गाइजहरू तपाईँहरूलाई ल गाइजहरू अब शिशिरले आफ्नो साइकल निकाल्छन् होइन साइकल अब यहाँ छ शिशिरका हेर्न सक्नुहुन्छ ल यहाँ केटाहरू पनि अब जान लाग्दैछन् घर होइन तिम्रो स्कुटीमा आएको आज तपाईँको हो यिनको बाइक त आज स्कुटीमा आएछ नि आज हेर्न सक्नुहुन्छ बोलाइदेऊ न यहाँ आएर के भन्छ र यहाँ देखाउँदै देखाएन कि यहाँ आएर न बेट्री यो पानी गर कसको रे सरको अनै भएन कि यार कसको रे सरको के गर्छ सर होइन कि यिनकै हो बोलाइदिनु सरलाई डेक सेक हेर्न सक्नुहुन्छ यस्तो सरलाई बोलाइदिनु सरलाई बोलाइदिनु के भएर अन अफ भएछ अघि पनि त्यस्तो प्रब्लम देखाएको थियो कि कहाँ कसको रे मेरो हो यो गाईचोर हेर्न सक्नुहुन्छ यहाँ यस्तो यहाँ बिग्रेछ पेट्रोल छैन क्या पेट्रोल छ अन भएन कि यार ब्याट्री डेड भयो क्या त्यस्तै छ ब्याट्री डेड हुन त बन भएन नयाँ देखियो है यति जाडो के भयो तिम्रो बाइक फेरि बाइक के भयो तिम्रो बाइक छ बाइक मोडिफाई हान्दै स्कुटर गराएको यहाँ डबल सिलिन्डर छ बाइकलाई आज रेस्ट दिएको बिचारा धेरै थाको रहेछ होला होला म थाकेँ ल गाइस सरलाई बोलाउने र स्कुटी पनि नथाहा भयो के भएछ के भएन खतम भयो क्या यार अनै भएकै देखाएन के कहाँनिर बिल्कुलै के हान्दै त होला त के हान्न दिएको थियो ब्याट्री डाउन भयो त के हानेर हुन्छ कि होइन हो के यसमा नि किक छ र त्यहाँ अनै देखाएन कि होइन त्यो ल गाइजहरू अब त्यो ग्यारेजमा बनाउँछु भनेर अब हामी लाग्यौँ अब यहाँ अब स्कुलदेखि बाहिरतिर
अब भोलि भैलो खेल्ने भनेको भोलि भैलोको भ्लग पनि आउँछ गाइजहरू। अब यो पनि हेर्दै जानु। अब त्यो भैलोको भ्लग पनि आउँछ भोलि। भोलि पानी नपरोस् के गाइजहरू, नत्र भैलो खेल्न पाइन्न होइन गाइजहरू। पर्दैन होला सायद, नपरेछ भने खेल्न पाइन्छ, नत्र केही छैन नखेल्न पाएर। पैसा त उठ्यो होला न, एक मात्र त्यत्रो खेले जस्तो हुन पनि धेरै यार। कत्रो खेले हाम्रो 3-4 घर खेलेर फर्केको। हामी एक त पुग्यो होला, एक नपुगेको त झन् त्यो भयो होला। एक पुगेपछि पनि उता गाउँको त ठिकै हुँदो रहेछ, एकै पुगेन भने त त्यस्तै। गाइजहरू हामी अब यो यिनको साथीको यहाँ बाबाको यहाँ उसमा अफिसमा न त्यो पनि के अब यिनले आफ्नो कपडाहरू राखेको छन् यहीँ कलेजको सिधै आएको थियो नि, त्यही भएर गाइजहरू अब यिनले कपिङहरू आफ्नो कपडासम्म निकालिदिएको छन् ब्यागस्याग। त्यससम्म अहिले एकछिन रोकिनु होला। त्यहाँबाट निक्लेर फेरि हामी यतातिर घरतिर हिँड्दैछौँ। अब हेर्दै जानु होला अझै लास्टसम्म न गाइजहरू। कमेन्टहरू पनि गर्नु होला, लाइक पनि गर्नु होला, सपोर्ट सेयर सबै गर्नु होला गाइजहरू। प्लिज हजुरको साथ सपोर्ट चाहियो के मलाई गाइजहरू। के हुन यहाँ ल साथी के भन्छ भन तिमीले? साथी बोलेन नि भन। अब हामी घरतिर लाग्दैछौँ। कतिचोटि भनेरै घरतिर लाग्दैन भनेर। स्ट्रीट में नहीं है, स्ट्रीट में किसने जाला ल गाइजहरू अब फेरि एकछिनमा भेटौँ। मेरो घर आइसक्यो। अब सिसी पनि घर जान्छ अब बाहिर भनेको त सिसी बाहिर ल। अब म पनि गएँ घरतिर। ल फेरि भेटौँ है भोलि अब भैलोमा। ल गाइजहरू लास्टसम्म हेरेर माया दिएकोमा धन्यवाद। अब फेरि भेटौँ अर्को भ्लग।